Hello everyone, welcome back to my YouTube channel. So guys, today we discuss about SE exam हैन 281 SE exam मा हामीले कसरी लेख्ने हो तपाईहरुलाई मैले एउटा सेट नमुना हैन अनुसार क्वेशन पेपर अनुसार तपाईहरुले यसै भिडियोमा तपाईहरुले एउटा क्वेशन को हैन आन्सर सहित तपाईले सल्भ गर्ने छु। तो अब हामीले चाहिँ क्वेशन तिर चाहिँ लाग्छौं। जस्तै कि मैले एउटा भिडियो साइन्स को पहिले नै बनाएको थिए हैन र त्यो चाहिँ साइन्स को यो नेपाली मिडियम को थियो र अहिले चाहिँ यो मैले इंग्लिश मिडियममा बनाइरहेको छु र इंग्लिश मिडियम विद्यार्थीहरुले यहाँ हेर्न सक्नुहुन्छ। र जस्तै कि तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ हैन नमुना प्रश्न अथवा मोडल क्वेशन हैन र कसरी चाहिँ हामीले पहिला तपाईहरुले म क्वेशनहरु यहाँ शो गर्छु, तपाईहरुले क्वेशनहरु राम्रो यसले चाहिँ हेर्नु होला स्क्रोल गर्दै र यसपछि मैले प्रत्येक क्वेशनको आन्सरहरु तपाईहरुले यहाँ छु चाहिँ दिने छु है। र मैले यसलाई स्क्रोल गरे जस्तै कि प्रत्येक क्वेशनको पहिले यहाँ बुझ्नु होला नेपाली र इंग्लिश दुईटैमा दिएको छ र तपाईले यसले हेर्नु पर्ने केमा त इंग्लिशमा है त हामीले फोकस दिने भनेको अहिले इंग्लिशमा हो। सो अब मैले चाहिँ यसलाई चाहिँ के गरे स्क्रोल गरे तपाईहरुले पहिला क्वेशन पेपर हेर्नु त्यसपछि प्रत्येक क्वेशनको हामीले क्वेशनको आन्सरहरु चाहिँ हामी हेर्ने छ है। त्यसो मैले अब यसलाई चाहिँ के गरे त स्क्रोल गरे र यहाँ हेर्नु 13 नम्बर 14 नम्बर 15 16 हैन त्यसपछि फेरि हाम्रो चाहिँ सेक्सन डी आयो 17 क्वेशन हैन 18 क्वेशन त्यसपछि यहाँ हेर्नु होला अर्को हाम्रो आउँछ यहाँ लास्टमा 19 नम्बर है 20 नम्बर 21 नम्बर 22 र 23 हो। हाम्रो क्वेशन नम्बर 23 सम्म चाहिँ के हुन्छ भने लास्ट हुन्छ है त। ल मैले अब चाहिँ प्रत्येक क्वेशनहरु यहाँ हेर्नु होला राम्रोसँग र यो क्वेशनहरु मैले चाहिँ पीडीएफ मा राख्दिने छु तपाईहरुले यसलाई राम्ररी चाहिँ पढ्नु होला है त। सो अब मैले चाहिँ अब लागे क्वेशन नम्बर 1 तिर जस्तै कि तपाईहरु यहाँ हेर्न सक्नुहुन्छ हैन जस्तै कि हाम्रो चाहिँ मल्टिपल क्वेशनहरु 10 वटा आउँछ हो त्यो 10 वटाहरु हामीले चाहिँ लेख्नु पर्ने हो। जस्तै क्वेशन नम्बर ए मा रहेको छ हाम्रो हेर्नु होला सबैले हैन व्हिच अफ द फ्लोइङ इज द फर्स्ट स्टेज अफ टुवर्ड्स सिग्नल रिसिभर हैन जस्तै अब यसको चाहिँ के हुनु पर्यो त जस्तै कि डिमोड्युलेटर हैन बी मा रहेको छ हाम्रो व्हाई इज साइकस कैपिटी इन जाइमोस्पर्म हैन यसमा चाहिँ हामीले के लेख्नु पर्ने इट हैज कोन इन्स्टेड अफ फ्लावर एन्ड सीड इज नेक्ड हैन त हामीले चाहिँ प्रत्येकको क्वेशनको आन्सरहरु यसरी छ। मैले चाहिँ अब क्वेशन तिर लाग्छु है त पहिला तपाईहरुले यो क्वेशनहरु यसलाई पढ्नु होला है त्यसपछि मैले तपाईहरुले यहाँ क्वेशनको आन्सरहरु मात्र यहाँ देखाउने छु है त। त्यही भएर तपाईहरुले क्वेशनलाई राम्ररी पढ्नु मैले चाहिँ पीडीएफ मा राख्दिन्छु हैन र त्यो पीडीएफहरु तपाईले हेर्नु होला डिस्क्रिप्सनमा। जस्तै कि हाम्रो यहाँ रहेको छ सेक्सन ए मा मल्टिपल चोइस क्वेशन हैन ए को हाम्रो के दिएको थियो त डिमोड्युलेटर हैन बी मा हाम्रो के रहेको थियो त इट हैज वन इन्स्टेड अफ फ्लावर सीड हैन इज नेक्ड। सो सी मा हाम्रो रहेको थियो अर्गानिजम इज अ अनसेक्सुअल अर्गानिजम बी इज हर्माफ्रोडाइट डी मा रहेको छ हाम्रो पैरासिटिक हैन ई मा रहेको छ हाम्रो 4.002 मिटर प्रति हैन यसरी चाहिँ हिन्टहरु तपाईहरुले यहाँ हेर्नु होला। मैले स्क्रोल यसलाई गरे र तपाईहरुले प्रत्येक क्वेशनको आन्सर यसरी चाहिँ पढ्नुस् र यसको आन्सरहरु यहाँ तपाईहरुको देखिन्छ र यो चाहिँ आफ्नै चाहिँ सल्भहरु गर्नु होला है त। सो यसरी हाम्रो डीएच जे सम्म चाहिँ हाम्रो अब्जेक्टिभ क्वेशनहरु रहेको छ र यो क्वेशनको आन्सरहरु है तपाईहरुले पहिला क्वेशनहरु हेर्नुस् र ती क्वेशनहरुको आन्सरहरु कसरी चाहिँ सोलुसन गरिएको छ हैन यो सोलुसनहरु तपाईले यसरी नै हेर्नुस् र प्र्याक्टिस गर्नु तपाईहरुले राम्रो हुनेछ पछि र यसरी नै हाम्रो मोडल भनेको यसरी नै एसई मा आउने हो हैन र प्रत्येकहरुले यसरी हेर्नु होला। जस्तै कि मैले यसलाई स्क्रोल गर्दै गए 10 नम्बर 11 त्यसपछि यसलाई हेर्नुस् हैन सेकेन्ड केसमा पनि गरिएको छ र 12 नम्बरमा हेर्न सक्नुहुन्छ 13 मा पनि हेर्न सक्नुहुन्छ र 14 मा पनि यही छ हैन र यसरी तपाईहरुले 14 बाट 15 मा आउनुहुन्छ 15 बाट हाम्रो 16 मा आउनुहुन्छ र यसैगरी 17 मा हैन र 18 मा र यसरी तपाईहरुले प्रत्येक क्वेशनहरुको आन्सर यही नै पाउन सक्नुहुन्छ र तपाईहरुले सिम्पल पनि होस् भन्ने बारेमा यो भिडियो चाहिँ बनाएको छु। अर्को हाम्रो 20 आयो हैन 90 पछि 20 त्यसपछि अब मैले फेरि स्क्रोल थोरै गरे र 22 यहाँ हेर्न सक्नुहुन्छ 22 पछि हाम्रो फेरि आउँछ 23 जुन चाहिँ हामीले यहाँ मैले
फेरि अलि जुम गरेँ, तपाईँले यसलाई राम्रोसँग पहिला हेर्नुहोस् हैन। र यो हेरिसकेपछि तपाईँहरूले फेरि मैले यसलाई एल्युमिनियम ग्यास हो, तपाईँहरूले पक्कै थाहा होला, यो आउने पनि हुन्छ र यसरी तपाईँले गर्न सक्नुहुन्छ। हैन यसरी नै हाम्रो चाहिँ लास्ट क्वेसन 23 यही नै थियो। टेस्ट नै हामीले यो 23 लास्ट हो र यसरी तपाईँहरूले यसले प्रत्येक क्वेसनको एन्सर यहीबाट सल्युसनबाट तपाईँहरूले गर्न सक्नुहुन्छ, जुन चाहिँ मैले प्रत्येकको यहाँ तपाईँहरूले देखाएँ हैन। र यसरी तपाईँले यहाँ गर्नुभयो भने तपाईँहरूलाई एकदम राम्रो हुनेछ है त। मैले यसै भिडियोद्वारा तपाईँहरूलाई इङ्ग्लिस मिडियममा कसरी लेख्ने हो हैन, एउटा क्वेसनद्वारा तपाईँहरूले एन्सर सही सल्युसन यहाँ गरिदिएछु। जस्तै कि यहाँ फर्स्ट पेज सेकेन्ड पेज तपाईँहरूले लेख्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ हैन। त मैले यसले चाहिँ के गरेँ त स्कुल गर्दै तपाईँहरूलाई यहाँ देखाएँ हैन। त हाम्रो चाहिँ क्वेसन पेपर भनेको पहिला हेर्नुहोस् राम्रोसँग, यति नै हाम्रो गऱ्यो भने तपाईँले पक्का चाहिँ पास हुनुहुन्छ। र डिजाइन भन्ने आफ्नो मोडल हाम्रो यही हो है त। अब हामीले चाहिँ सबैजनाले राम्रोसँग यो बुझ्नुभयो होला हैन। यसरी नै हामीले चाहिँ लेख्ने हो र क्वेसन पेपर तपाईँको यसरी आउनेछ, प्रत्येक क्वेसनको तपाईँले लेख्नुपर्ने हो।